हेलो गाइज, फाइनली म चाहिँ आइसकेँ। यस्तो कुहेको अनुहार लिएर भए पनि हैन, यस्तो कुहेको अनुहार लिएर त मलाई खासै आउन त मन थिएन, त्यही पनि आएँ हैन। के छ, कस्तो छ, सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला हैन। र तपाईहरुको दिन खत्रै तरिकाले बितिराखेको छ होला हैन। मेरो त यी साइकल डोर्याउँदै दिनहरु पनि कटेको पत्तै हुँदैन यार। यता जा साइकल, उता जा साइकल हैन। साइकलमा अब हैन दिनहरु कटेको पनि पत्तै हुँदैन। जा सुत खा उठ हैन, खा सुत उठ, यस्तै तरिकाले नै दिनहरु बितिरहेछ। र हैन केही गर्छु म पनि, केही कुराहरु सिक्छु भन्छु भनेको पनि 4-5 वर्ष भइसक्यो, केही कुराहरु पनि सिक्न पाइएको छैन। अब त्यही साइकल त सिक्न पाइयो 4-5 वर्षमा हैन, अरु त खासै केही प्रगति भएको छैन। 4-5 वर्षमा केही कुराहरु गर्छु, केही कुराहरु फाइनली मलाई चाहिँ हैन यस्तो रुखको बोटतिर यस्तो खुल्ला ठाउँमा बस्नलाई चाहिँ एकदम मन लाग्छ हैन। एकदम हावा आउँछ। अब यस्तो गर्मी छ हैन, लास्टै गर्मी छ अनि त्यही भएर अब यस्तो रुखहरुको बोटमा बस्यो भने त अक्सिजनहरु ज्यादा मिल्छ, त्यही भएर म चाहिँ रुखतिर छु हैन। बोट बिरुवाको छेउमा छु। बोट बिरुवा चाहिँ मलाई एकदम खतरा मन पर्छ हैन, बोट बिरुवा। अनि त्यसपछि हरियाली चाहिँ मलाई एकदम मन पर्छ। यता तपाईले देख्न सक्नुहुनेछ कति धेरै घाँसहरु छ हैन। यो घाँसहरु देख्दा त मलाई हैन, घाँसहरु देख्दा त मलाई काटौं जस्तो लाग्छ क्या। घाँस काट्न चाहिँ म एकदम सिपालु हो हैन, पहाडमा जन्मेको मान्छे हो हैन। घाँस चाहिँ म फेरि खत्रै काट्छु, त्यही भएर घाँसहरु देख्दा चाहिँ मलाई एकदम काटौं लाग्छ हैन। अब यो अहिले यहाँ त्यतिकै खेर गइराखेको छ हैन, नेपाल अब त्यतिकै खेर गइरहेको छ। बाख्रा बस्तुलाई यस्तो घाँसहरु दिन पाए आहा, तिनीहरुको लागि त दसैँ हुन्थ्यो होला क्या हैन। यो घाँसहरु हेर्नु न, बाख्रा बस्तुहरुलाई दिन पाए त यो घाँस त एकदम दसैँ नै हुन्थ्यो होला जस्तो लाग्छ मलाई चाहिँ हैन। कति हामी मात्रै अब मासुहरु केही चाडपर्वहरु आउँछ हैन, मासु खाएर हामी पनि दसैँ मनाउँछौँ। दसैँ तिहार अब छठ पर्वहरु मनाउँछौँ। यो बाख्रा बस्तुहरुलाई पनि यस्तो घाँसहरु, हरियो घाँसहरु दियो भने चाहिँ एकदम खतरा अब हैन। तिनीहरुको लागि पनि दसैँ हुन्थ्यो होला जस्तो लाग्छ हैन। भोलि चाहिँ राम्रो भिडियो बनाउँछु अनि त्यसपछि तपाईहरुलाई पोस्ट गर्छु। त्यसपछि तपाईहरुले हेर्नुहुन्छ, राम्रो एकदम खतरा भन्छु। यही हो अब भिडियो। अब राम्रो भने नि नराम्रो भने नि यही हो हैन। अब भनेर मात्रै हुँदैन, मुखले भनेर मात्रै हुँदैन, गर्नु पर्यो। अनि गर्नको लागि धेरै गाह्रो छ भने धेरै गाह्रो लाग्छ यार दिनहरु कट्नलाई पनि। अब केही खुसी कुराहरु, केही कुराहरु सिक्न पाइएको भए दिनहरु पनि। यो दुनियाँमा कोही आफ्नो छैन क्या, यो दुनियाँमा चाहिँ कोही आफ्नो छैन हैन। जे छ तपाईमै छ, जे छ आफैमा छ। आफै खुसी हुनुपर्छ हैन। खुसी नै सबैभन्दा ठुलो कुरा हो, जिन्दगीको जिउने आधार जस्तो चाहिँ लाग्छ मलाई चाहिँ। किनभने अब यो चाहिँ दुःख सुनाएको हो कि के सुनाएको मलाई थाहा भएन, त्यही पनि भिडियो बनाएको कन्टेन्ट हो। यो पनि एउटा कन्टेन्टै हो क्या है।